जस्तो प्रकारले आना माता पिताका चारवटा छोराहरू रहेछन्। एउटा छोरो चाहिँ अमेरिका बस्दो रहेछ, अर्को छोरो चाहिँ अस्ट्रेलिया बस्दो रहेछ, अर्को छोरो चाहिँ काठमाडौँमा बस्दो रहेछ, कान्छो छोरो चाहिँ घरमा बसेर माता पिताको सेवा गर्दो रहेछ। अनुकूल रहेछ माता पिताको, माता पिताले भनेको मान्ने, हरेक कुरा माता पिताको लागि गर्ने प्रकारको रहेछ कान्छो। छोरा त चारैवटा हुन्, रै पनि जो अनुकूल छ, जो आफ्नो साथमा रहन्छ, जसले चाहिँ आफूलाई धेरै प्रेम गर्छ, त्यसैलाई धेरै माता पिताले प्रेम गर्नुहुन्छ गर्नु न भन्नु गर्नुहुन्छ नि। त्यस्तै प्रकारले भगवानका पनि यो चराचर जगत सबै प्राणी आफ्नै सन्तान हुँदाहुँदै पनि जो चाहिँ भगवानको अनुकूल भएर रहन्छ नि त्यसलाई चाहिँ भगवानले प्रेम गर्नुहुन्छ। असुरहरू कस्ता छन् भन्दा भगवानसँग द्वेषभाव राख्दछन्, विवाद गर्दछन्, तर देवताहरू भगवानका चरणका शरण ग्रहण गरेका हुन्छन्, त्यही भएर भगवान देवताहरूको पक्षमा भए जस्तो गर्नुहुन्छ, देखिने हुन्छ। तर यदि असुरहरू पनि भगवानका शरणमा गए भने भगवानले असुरलाई पनि त्यति नै धेरै प्रेम गर्नुहुन्छ। यथा भन्दाखेरि प्रहलादजी महाराज हिरण्यकशिपु नाम गरेका राक्षसका पुत्रको नाम थियो प्रहलाद। ती प्रहलाद भगवानका सबैभन्दा ठुला भक्त हुन्। जति धेरै प्रेम भगवानले प्रहलादलाई गर्नुभएको छ, त्यति धेरै प्रेम त न शङ्करजीलाई गर्नुभयो, न लक्ष्मीलाई गर्नुभयो, न ब्रह्मालाई गर्नुभयो, न अरू नै कुनै भक्तहरूलाई गर्नुभयो। त्यति